सो हेलो गाइस र अहिले गुड आफ्टरनुन तपाईँहरूलाई। ल आज हामी चाहिँ यहाँ तीनजना दाजुभाइहरू चाहिँ हामी चाहिँ यहाँ घुम्नु गइरहेछ बुलबुले र आज ड्युटी छुट्टी छ। सो अन्त हामी चाहिँ यहाँ घुम्नु आइरहेको छ। यहाँ हेर्नुहोस् यहाँ बाइक छ, यहाँ स्कुटी छ, यहाँ आर्यन छ, यहाँ विजयदा। हामी चाहिँ अब घुम्नु गएको र अहिले चाहिँ हामी यहाँ बुलबुले माथि यहाँ बुलबुले माथिपट्टि छ। अन्त सो अब तपाईँहरू हेर्दै गर्नुहोस् र हाम्रो हामी कस्तो राइड हुन्छ र तपाईँहरू आज लाइक कमेन्टहरू पनि गरिदिनुहोस् र हेर्नुहोस् बुलबुले निस्केर अब गणेश टपपट्टि जाने हो क्या, अब कहाँपट्टि जाने हो यहाँ त छैन है। हामी बुलबुले दामी रहेछ, रोड बनाएको रहेछ, यहाँ मात्रै अलिकति खाला भन्नु रहेछ। ल यहाँ पछाडि आर्यन आउँदैछ है, हाम्रो पछाडि चाहिँ आर्यन, यहाँ चाहिँ विजयदा छ, विजयदालाई म चाहिँ बाइकमा छ, अघि तपाईँहरूले देखाएको थिएँ नि त्यो बाइकमा छ। अन्त आर्यन चाहिँ स्कुटीमा आउँदैछ है पछाडि। अब पार्किङ गर्ने जग्गाहरू पनि रहेछ, टुरिस्टहरू घुमाउने जग्गाहरू। अन्त यो जग्गालाई के भन्छ त? सेलेब ट्याङ्की। हजुर सेलेब ट्याङ्की। ए सेलेब ट्याङ्की ऊ आर्य चाहिँ अगाडि गयो। अन्त हामी चाहिँ अब सेलेब ट्याङ्कीबाट निस्किँदैछ र रोड खाली रहेछ, ठुलो साइडको रहेछ रोड, नत्र वान हाइवेमा त अब अलिक साह्रो पर्छ। र अहिले हामी चाहिँ अब निस्क्यो। अब आर्य त अब फुल स्पिडमा गयो स्कुटीलाई। स्कुटी पनि फेरि नयाँ नै छ, अन्त बाइक पनि नयाँ हो। सो अन्त आज हामी चाहिँ ड्युटी छुट्टी भएर चाहिँ घुम्न आएको। अन्त आज चाहिँ कति बिहान त्यस्तै 200को 2 बजी हामी आउनु थाल्यो है त है। अन्त यहाँ यसो हो त्यो हो कि के हो त्यो फरेस्ट ट्रेनिङ ब्युटिफुल भन्ने जग्गा घुम्ने जग्गा नै रहेछ। अन्त यहाँ चाहिँ दोकानहरू गाडीको दोकान। हामी चाहिँ बजार आयो, सानो बजार यता कवि जाने उकालो, अन्त ओह्रालो चाहिँ अब हामी यता स्वस्तिकहरू जाने बाटो। जस्तो यहाँ टुरिस्टहरू पनि हेर्नुहोस् गाडीहरू। अन्त यहाँ जोरथाला हाइवे चाहिँ आयो, हेर्नुहोस् है गाडीहरू पनि यहाँ पनि जाम हुन्छ, सिजन पुरा जाम हुन्छ, अरू बेला पनि जाम भइरहेको हुन्छ। यो चाहिँ यहाँ आर्मी क्याम्प यताभित्र जाने, आर्मी क्याम्पको सब्जीहरू CSDS अब बजार जस्तै त्यो सौदाहरू र अहिले हामी चाहिँ ड्युटीको माथि छ, यहाँ मानवीर कोलोनीपट्टि। अन्त यहाँ हेर्नुहोस् गाडीहरू छ, यहाँ उकालो चाहिँ यस्तो बनाएको छ, यहाँ टालीहरू जोडेको छ। आर्यन चाहिँ यहाँ छ,